हेलो एभ्रिवान, गुड मर्निङ। हजुरहरूलाई नयाँ भिडियोमा स्वागत छ। र आज चाहिँ म बिहान 5 बजेतिर 5 बजिरहेको चाहिँ 5:30 भयो। सो म चाहिँ घरबाट निस्किसकेँ अनि आज चाहिँ गाडीमा आज बुधबार भएको कारणले अलिकति ढिलो भयो। तलबाट फोन आएको क्या, सो आज अलिक ढिलो भयो। अनि आज चाहिँ गाडीमा जेस खसी लोड हुन्छ, अब जेस अटै भए पनि खसीहरू यहाँबाट चाहिँ हालेर लानुपर्ने हुन्छ क्या कम्तीमा पनि। म प्रायः बुधबार चाहिँ डेली खसीहरू लिएर गइरहेको हुन्छु, लगभग 12-13वटा खाजा पनि। सो अब यहाँबाट चाहिँ म बाइकमा जानुपर्ने हुन्छ, गाडी भएकोसम्म, अटो भएकोसम्म। अनि अहिले चाहिँ घाम पनि ठ्याक्क झुल्किने बेला भएछ। ल यस्तो पहेँलो भएको छ। यहाँ चाहिँ बाइकमा जानुपर्ने हुन्छ, मेरो बाइक यहाँ छ। अनि अब म यहाँबाट चाहिँ बाइकमा जानुपर्ने भएको कारणले भिडियो गर्न मिल्दैन नि त। सो तलै गाडी भएकोमा गएर तपाईँहरूलाई सबै देखाउनेवाला छु। र आज खसी लोड हुन्छ गाडीमा, सो तलैतिर भेटौँ है त। हाम्रो खसी यहाँ लोड हुन्छ। ल म गाडी लिएर आउँछु। सो यहाँबाट चाहिँ खसी लोड हुन्छ भने हाम्रो गाडी चाहिँ तल छ। जस मेरो गाडी तल छ अनि म चाहिँ गाडी तलबाट निकाल्नु पर्ने हुन्छ। यहाँ यो चाहिँ हाम्रो स्कुल, यो जालपा चिलाउने चोक हो यसलाई चाहिँ, होइन। अनि अहिले चाहिँ म गाडी लिन जाँदैछु। सो मेरो गाडी चाहिँ तल हुन्छ कि तल हो। अनि ल मेरो गाडी चाहिँ यहाँ छ। खोइ त खसीहरू कता हो। ल हाम्रो काकाको खसी लिएर जानुपर्ने हुन्छ। ओहो, सिट बान्नु भयो। ल सिट बान्नु। ल अनि धेरै ढिलो भयो नि त। कति बज्यो? 6 बज्नु त आँट्यो होला, 5 त बजिरहेको छ। नहतारिन् न। यस्तो सिङले म त्यही अनुसारले माल मिलाइ किन्छु। चार बाजा सेकिदिनु ल। यहाँ यो त उम्केर त्यो काम त गरिरहेको ती पनि 3-4 कलर गर्छ नि आइडिया त। ल सुतिसक्यो। चिडिप्पा पारेर पर्छ। जाउँ तल बाइकमा। चाहिँ हाम्रो माल लोड भइसकेर तल जाँदैछौँ। तल पनि छ, तल 2टा खोज्दा एउटा साँच्चै 3टा खाएर यहाँबाट तलबाट। घाम पनि क्या दामी झुल्किसक्यो यता ट्रकलाई। खोइ त है यहाँ ल्याइसक्नु भएको रहेछ। कुकुर त 4वटा खा त। अलिक तल लगेर राखौँ है। खै ल्याउँ। हातमा घावै भयो यार। यस्तो छ बिहान हालत पनि देख्न सक्नुहुन्छ। यहाँ पनि हाम्रो लोड हुँदैछ फेरि। कतिवटा भइसक्यो? एउटा निकालेको है। हेलो त्यसलाई पछाडि नै हाल्दै गर। सिङ तिखै त्यसको यार बिमारी छ। ए उठायो यार अरूलाई पनि। आज अनि कता हाल्नु त एउटा चाहिँ अर्को। अब त्यो अहिलेदेखिको रहेको होइन हालिसकेको। ल जाउँ साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै फोक्सिन्डार भन्ने ठाउँमा झरेछौँ। अब हामी 1 घन्टाभित्रमा चाहिँ गाडी झर्छौँ। अब बाटो बिचमा बाटो अप्ठ्यारो भएको कारणले भिडियो बनाउनु अलिक सम्भव नभएको कारणले गर्दाखेरि तल झर्ने क्रममा चाहिँ तपाईँहरूलाई ल म घुमाएर ल्याउँछु। तपाईँ
सो यहाँ चाहिँ खसी बजार हो, त्यही भएर आज बुधबारको बिहान चाहिँ लास्टै भिड हुन्छ, यहाँ देखिसक्नुहुन्छ होला। ल साथीहरू, मैले गाडी अनलोड गरेर पनि अब म निस्किएँ। अब यहाँबाट निस्किन लागि अलिक मुस्किल छ क्या, किनकि यति भिड छ यहाँ अगाडि। अब हेर्नु है त, बिजोक हुन्छ यहाँबाट निस्किनलाई, बिजोक छ निस्किनलाई बाटो। अवश्य म गाडी धुन जाँदैछु साथीहरू। अहिले चाहिँ म गाडी धुने चक्करमा चाहिँ यता खोलातिर छिरेर गाडी बालुवा भाँसिने हो कि भन्ने डर छ। गाडी भाँसिने हो कि भन्ने डर हो क्या। खोलामा आइयो गाडी धुनलाई फाइनली। भर्खर कति बज्यो, 7 बजेर 42 मिनट जाँदा, तर गर्मीले चाहिँ पसिना आइसकेको छ। सो म गाडी धुनको लागि चाहिँ अहिले खोला आइसकेको छु। अनि गाडीको हालत किनकि साथीहरू मैले चाहिँ गाडी धुनको लागि सबै खाली गरिसकेको, टोटल्ली सामान त्यता थुपारिसकेको छु। अब गाडी धोइसक्छु अनि त्यसपछि तपाईँहरूलाई देखाउँछु है त गाडीको चमक। फाइनली गाडी पनि धोइसकेँ मैले चाहिँ, सामान यता छ, सामान चाहिँ राख्नु भएको छ। अब क्लिन भइसक्यो गाडी, सबै क्लिन। गाडी निस्केन भने पनि दाइहरू पनि गाडी लिएर आउनु धुनलाई, अनि गाडीहरू दाइहरूलाई ठेल्न लाउँछु। घुस निस्केन भने ल ट्याक्क लगाएर सब क्लिन हान्दै यताको पनि निकालेँ, यता पनि धोएँ। ल अब चाहिँ आफू पनि नुहाउनु पऱ्यो भन्दैछु, हेरौँ के हुन्छ।